हेलो नमस्ते साथीहरू। आज चाहिँ मेरो जेठी नानाले चाहिँ मेरो नानीलाई चाहिँ है गिफ्ट दिनुभएको थियो। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ मेरो नानीको चाहिँ यहाँनिर कान छेड्ने प्रक्रिया चलिरहेको छ है साथीहरू। अनि नानाले चाहिँ एकदमै ठुलो गिफ्ट दिनुभएको छ। अनि नानालाई पनि एकदमै धन्यवाद है, नानीको तर्फ एज अ फादर मदरबाट आमा बाउको तर्फबाट है साथीहरू। अनि यहाँनिर मलाई आज चाहिँ एकदमै खुसी लाग्यो, तर दुःखी पनि लागिरहेको थियो, किनभने आमाको मन हो है साथीहरू। एकदमै अब अलिकति नानीलाई पीडा हुँदा एकदमै आफूलाई पनि दुख्छ मन है। त्यही भएर चाहिँ यहाँनिर कान छेडेको देख्न सक्नुहुन्छ। मेरो छोरा चाहिँ एकदमै स्ट्रङ छ है साथीहरू, केही भएन। यो चाहिँ उसको रियाक्सन देख्न सक्नुहुन्छ। तर सेकेन्ड टाइम अब अर्को कानमा लाउँदाखेरि चाहिँ एकदमै धेरै रुखो थियो। मैले क्लिप चाहिँ राखिनँ, किनभने मलाई हल्का मात्रै क्लिप राख्थेँ है। अनि मलाई चाहिँ मन दुखिरहेको थियो भित्रबाट है साथीहरू। बेसी मैले क्लिप चाहिँ राखिनँ। रुखो पनि छ होला सायद, मैले अन्त काटेको थिएँ। अन्त आजको दिन चाहिँ यसरी बितिरहेछ मेरो। म चाहिँ जोरथाङ गएको थिएँ है साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले। अनि नानीलाई चाहिँ मैले यस्तो सर्ट्स लुगाहरू किन लगाइदिएको भन्दाखेरि अगाडि चाहिँ तातो लुगा लगाइदिएको थिएँ। अन्त गरम भएर चाहिँ मैले खोलेर चाहिँ हाफ प्यान्ट र भेस्टमा राखिदिएको है। अन्त तपाईँले अब चाहिँ देख्न सक्नुहुन्छ फाइनल लुक्स मेरो नानीको हल्का रोएको यहाँनिर गरेको। यहाँनिर देख्न सक्नुहुन्छ फाइनल लुक्स चाहिँ हाम्रो भाइको चाहिँ यही हो। म चाहिँ भ्लगमा लगाइदिने। यहाँनिर हुनुहुन्छ मालिक साहब चाहिँ हेलो भनिदिनुहोस् न। यहाँनिर हामी त तपाईँको डेली कस्टमर हो नि, इन्गेजमेन्टको रिङ पनि तपाईँहरू पनि यहीँ आउनुहोस् है। ज्वेलरी सपमा यी राम्रो राम्रो कलेक्सन राख्नु भएको रहेछ। हामी त निकै बादमा आएको, कति चेन्ज भएछ हो। तपाईँ चाहिँ यहाँनिरको छोरा हुनुहुन्छ है, तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ यहाँनिर। म पनि भ्लग बनाउँछु नि। राम्रो राम्रो कलेक्सन तपाईँहरूको सपको नाम त के पो हो अलिकति भनिदिनुहोस् न। यहाँनिर आउनु सक्नुहुन्छ, नयाँ नयाँ कलेक्सनहरू छ भनेर बनाउने ज्वेलरीहरू चाहिँ पुरा छ है साथीहरू। गएर एकपल्ट भिजिट गर्नुहोला। प्लाजाको अपोजिटमा छ। मैले बाहिर पनि सबै एभाइलेबल रहेछ। बाहिर नेमप्लेटको यहाँनिर बिलिङ गर्नुहुँदैछ। प्लाजाबाट जस्ट अपोजिटमा छ, तपाईँले गएर भिजिट गर्न सक्नुहुन्छ। यो चाहिँ प्लाजाको अपोजिट केही हुँदैन हौ।